श्री आदर्श माध्यमिक विद्यालय जयपुरका प्रधान अध्यापक हरि पोखरेलले यस वर्षको जन्मदिन फरक, सृजनात्मक र अत्यन्तै प्रेरणादायी तरिकाले मनाउनु भएको छ। औपचारिक कार्यक्रम या व्यक्तिगत उत्सव भन्दा अलग ढंगले उहाँले आफ्नै विद्यालयका विद्यार्थीहरूलाई केन्द्रमा राख्दै विज्ञान प्रदर्शनी प्रतियोगिता आयोजना गरेर जन्मदिन मनाउनु भएको हो। जन्मदिनको अवसरमा प्रधानाध्यापक पोखरेलले विद्यालयका विद्यार्थीहरूलाई आफूले निर्माण गरेको विभिन्न विज्ञान सम्बन्धी परिकल्पनाहरू प्रस्तुत गरी व्याख्या गर्न प्रेरित गर्नुभयो। साथै उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम पुरस्कार 5000, द्वितीय 3000, तामा विकास सहनी प्रथम। पावर जेनेरेसन यहाँबाट पुलिसले भयो भने पावर जेनेरेट हुन्छ। जस्तै हामीले यसलाई टाइल्समा लगाइदियौँ भने यहाँबाट मानिसहरू हिँड्नु भने यहाँबाट पावर जेनेरेट हुन्छ। जस्तै यहाँबाट मानिसहरू हिँड्नु यहाँबाट पावर जेनेरेट हुन्छ। या हामीले यसलाई सिडीमा लगाइदियौँ भने स्टेयरकेसमा यहाँबाट मानिसहरू हिँड्दा यहाँबाट पनि हामीले एनर्जीलाई प्रड्युस गराउन सक्छौँ। जस्तै यहाँबाट मानिसहरू हिँड्दै गयो भने यहाँबाट पनि पावर जेनेरेट हुनेछ। या हामीले अब हामीले मेन रोड यो स्पिड ब्रेकरमा लगाइदियौँ, अब भेहिकलहरू आउँछन् यहाँबाट हिँड्दाखेरि यहाँबाट पनि पावर जेनेरेट हुनेछ। अब यो जेनेरेट भएको पावरहरू या क्यापेसिटरमा आउँछ, यहाँबाट त्यो भोल्टेज फिल्टर हुन्छ, फिल्टर भएर हाम्रो यो 12 ब्याट्रीमा जान्छ, त्यहाँबाट हाम्रो यो मोटरमा जान्छ, यहाँबाट 220 भोल्ट एसीमा कन्भर्ट हुन्छ। त्यहाँबाट कन्भर्ट भएपछि हाम्रो यो इलेक्ट्रिक बल्बहरूले पाल्नेछ। यसले बल्ब बाहेक हाम्रो जति पनि इलेक्ट्रोनिक डिभाइसेस छ हामीले यो प्रोजेक्टबाट यो यहाँबाट हामीले एनर्जी प्रड्युस गराउन सक्छौँ। गरेर हामीले यो सजिलैसँग डीसीलाई एसीमा कन्भर्ट गरेर जति पनि इलेक्ट्रोनिक डिभाइस छ त्यो सबै चलाउन मिल्छ।